सरसफाइ गर्नको लागि फर्स्टमा तपाईँहरू देखाउँछु म मेरो पुरस्तारमा के तरकारीहरू रोप्छु भने त्यसपछि तपाईँहरूलाई म देखाउनेछु कि हामी सरसफाइ कसरी गर्छौँ हामीहरू आफ्नो पुरस्ता बारीको रसोइको गाइस देख्न सक्नुहुन्छ यो हाम्रो टमाटर भइरहेको छ यति राम्रो गाइस टमाटर भइरहेको छ र यहाँ हाम्रो गोबी रहेको छ हेर्न सक्नुहुन्छ अर्ग्यानिक गोबी देख्नुहोस् गाइस मस्त लागेको कति राम्रो रहेको छ एकदम दामी नम्बर 1 फ्रेस हो आफ्नै पुरस्ता बारीमा फलाएको आफ्नै मेहनतले सक्नुहुन्छ काम गरेको त्यसैले आफ्नो पुरस्ता बारीमा काम गर्नुहोस् आफ्नो खाली समयमा उपयोग गरी आफ्नो पुरस्ता बारीमा काम गर्नुहोस् आफूले उत्पादन गरेको तरकारी खाने गर्नुहोस् र तपाईँको पैसा र स्वास्थ्य हजुरको एकदमै राम्रो हुने गर्दछ पुरस्ता बारीमा तरकारी लगाउनुहोस् र आफैले उत्पादन गर्नुहोस् गाइस पुरस्ता बारीमा फुलेको यो जाली चाहिँ गाइस जाली छ भने जाली यो जाली चाहिँ चल्लाहरू नआउनु भनेर बिगार नगरौँ भनेर रोक्नको लागि तिनीहरूलाई यो चाहिँ गाइस भान्टारेको छ इङ्ग्लिसमा भन्दछ नि ब्रिन्जल होला सायद त्यस्तो मलाई आउँदैन धेरै त्यही पनि भनिदिएको देख्न सक्नुहुन्छ अनि हाम्रो यो जुन केरो मटर छ गाइस मटर मस्त खानुपर्छ नि आफ्नो लगायो भने त अनि यो चाहिँ हाम्रो बन्दकोपी रहेको छ पातकोपी भन्दछ नि यो हेर्न सक्नुहुन्छ यसको साइज हेर्नुहुन्छ साइज यसको पात मात्रै यत्रो ठुलो छ गाइस पात मात्रै हेर्नु यत्रो ठुलो पात छ सो यसो प्राय गाई भैँसीले खाने गाई भैँसी त छैन गाइस त्यही पनि कहिले काहीँ सायद किनिहालिन्छ कि त्यही भएर यो देख्न सक्नुहुन्छ यो के हो गाइस यो के को साग हो भनिदिनु होला कमेन्टमा गर्नु होला कमेन्ट तपाईँहरू भन्नु होला है तर मलाई चाहिँ थाहा छैन नाम थाहा छैन गाइस मलाई नाम थाहा छैन फेरि भन्नुहोस् यो चाहिँ हाम्रो सेमी भन्दछ नि यसलाई लरे सेमी गाइस देख्न सक्नुहुन्छ यहाँ कति राम्ररी फैलेको छ चट्ट लाएर हेर्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ यो साइडमा चट्ट लाएर छेउछेउमा खोर्सानी रोपेको छ ताकि जमिनको बचत होस् गाइस देख्न सक्नुहुन्छ यसमा चाहिँ भेटे साग छ तर यो भेटे साग लगाएको होइन आफै उम्रेको यसलाई यसरी पर्ने अनि चट्ट ल्याएर यस्तो यहाँ साइडमा खाने गर्छ बुझ्यो नि त्यस्तो गर्ने आफ्नो गर्नुहुन्छ हेर्न सक्नुहुन्छ चट्ट हाम्रो गाउँको चट्ट हेर्नुहोस् यो चाहिँ हाम्रो गाउँ घर हेर्नुहोस् यहाँ मम्मी हुनुहुन्छ मेरो क्यामेराको मोबाइलको क्ल्यारिटी त राम्रो छ क्या गाइस त्यही भएर त्यस्तो चिन्ता मान्नु पर्दैन त्यही पनि तपाईँलाई म देखाइदिन्छु देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो परियो आफ्नै घरको चट्ट लगाएर यो चाहिँ झेक्रा आइमी बोरी छ नि त्यसको लागि चाहिँ भन्ने गरिन्छ त्यहाँ फुल क्लियर चाहिँ थाहा छैन है मलाई त्यही पनि जुन देख्न सक्नुहुन्छ यो चाहिँ घाँस हो चोत्तो बाख्रालाई काट्ने खुवाउने यसमा चाहिँ ब्रोकाउली भन्ने रोप्ने हो ब्रोकाउली रोप्ने हो चट्ट लगाएर र तपाईँहरूले म देखाउन जान्छु हाम्रो यस्तो बारीमा के कस्तो आलुहरू कति प्रकारको आलुहरू फल्ने गर्दछ आलु कति प्रकारको रोपेका छ हामी सो देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो कुन जातको आलु थाहा भएन है यसको दाँत चाहिँ कालो छ आलु पनि कालो नै फल्छ गाइस हेर्न सक्नुहुन्छ यो आलु पनि कालो फल्छ फलाइकि नै हेर्छु त्यहाँ मम्मीहरू हुनुहुन्छ देखि कालो फल्नुहुन्छ लुकी तपाईँहरूलाई म देखाउँछु गाइस हेर्नुहोस् चट्ट लगाएर फलेको छ किन भन्ने कुरो हो फलेको छ गाइस फलेको चरा हेर्न सक्नुहुन्छ गाइस फलेको छ किन
कस्तो छ गाइस फुलेको छैन क्या हो चाहिँ गाइस किन भर्खरै हुँदैछ सरी गाइस सरी अहिले त फोन लगाउनु भएको क्या त्यही भएर अहिले नै फुल्दैन त र गाइस तिमीले देख्न सक्नुहुन्छ यो जुन यो छ यो यसलाई चाहिँ थारुवान भन्छ थारुवाले भन्दछ हेर्न सक्नुहुन्छ यसको पात आई मिन डाँट नै मस्ती गरेको छ यसको फल चाहिँ फल्यो होला गाइस तपाईँलाई देखाउँदैछु Oh my god! Oh my god. Sorry guys. Yo pun follow रहेको छ र अब देखाउनु एकदमै राम्रो हुन्छ त फर्स्टमा तर फर्स्टमा मुला देखाउन गइरहेको छु गाइस मुला हाम्रो बारीको मुला देख्न सक्नुहुन्छ चट्ट लाएर अब भइरहेको छ खाना चट्ट लाएर खाने हो मस्त बस्ने हो र आजको मौसम एकदम चिसो रहेको छ गाइस आज पुस कति थाहा भएन तर आज शनिबार हो मस्त फुल फुलेको छ 5 गते रहेछ गाइस 5 गते मलाई ठ्याक्कै थाहा भएन हेर्नु गाइस यो चाहिँ हाम्रो कुन आलु हो थाहा भएन यो चाहिँ छुट्टै आलु हो यसले हेर देख्नुहोस् तपाईँले कस्तो फल्छ यो ओ सो गाइस सरी यो चाहिँ यो पनि छुट्टै हो अझै अर्को पनि छ अर्को अझै अर्को यहाँ मान्छे यो बाहिर निस्केको छ यो चाहिँ रातो आलु यो चाहिँ रातो आलु टोटल गरेर कति भयो भन्दाखेरि जम्मा चार थरीको आलु छ यही हो यो आलु चाहिँ यो वाला धानको आलु यही हो हाम्रो बारीमा बहुत धेरै नै झार उम्रेको कारणले घाँस उखलिरहेको छौँ हामीहरूले मम्मी त्यहाँ मम्मी हुनुहुन्छ मम्मी दादा र म मिलेर उकाइरहेको छौँ गाइस हेर्न सक्नुहुन्छ घाँसै घाँस आलु सफाइ मसँग गरिरहेको छैन मम्मीहरू गर्न लाग्नु काम छोरो तपाईँहरूलाई कस्तो गाई तपाईँहरूले देख्नु हाम्रो परिसरबारी कस्तो रहेको छ लगाएको मैले हेरचाह मैले गरेको चाहिँ जोत्न चाहिँ खन्ने चाहिँ ल्याउने काम चाहिँ मम्मीले गर्नुभएको